होइन यो मेरो मात्रै अवस्था हो कि सबैको? मेरो दोकानमा मात्रै कस्टमर नआएका हुन् कि सबैकोमा नआएका हुन्? होइन होइन, यो संसारभरि वार चलिरहेछ त्यसैले होला कि भाउ बढेर होइन घटाए पनि छ नि फेरि। के हो त कुरो? के हो त कुरो? रात पो भयो त, ठम्ब्याउन सकिनँ मैले, ठम्ब्याउन सकिनँ। अब व्यापार छैन भनौँ भने खै के छ के छ। अब व्यापार छ भनौँ भने महिनाको भाडा पनि उठेको छैन। यसरी त गाह्रो हुने भयो। होइन होइन, कि अरू क्षेत्रमै सिफ्ट हुनुपर्छ? कुनमा हुने त फेरि? फेरि मलाई अरू क्षेत्र पो आउँदैन नि त। के गरौँ के नगरौँ फेरि कहाँ गएर बुझौँ के गरौँ? तनाव भयो, तनाव भयो, तनाव भयो। अब कारोबारबाट सन्यास लिउँ भने अरू केही आउँदैन। अब कारोबार हुन्छ कि हुन्न होला। हेलो हेलो हेलो, तपाईँ पनि यस्तै सोच्दै हुनुहुन्छ कि त म जस्तै? डोन्ट वरी माइ डियर फ्रेन्ड। हो, यस्तो सोच आउनु स्वाभाविक हो, अहिलेको माहौलै यस्तै छ। त्यसैले तपाईँ हामी नातिनुहोस्, कुर्नुहोस्, कुराइमै सफलता छ। भन्न खोजेको कुनै पनि कुरा पाउनको लागि इन्तजार चाहिन्छ, पर्फेक्ट टाइमिङ चाहिन्छ माइ डियर फ्रेन्ड। अब टाइमिङ कहिले आउँछ त? टाइमिङ कहिले आउँछ? ओ माई गड, कति कुर्ने कहिले काहीँ लाग्छ हो माइ डियर फ्रेन्ड। तर एउटा कुरा, हामीले आजभन्दा 15-20 वर्ष अगाडितिर फर्केर हेरौँ न, यति यस्तै अवस्था थियो। त्यति बेला 10,000 देखि 20,000, 25,000, 30,000को पिकमा जब सुन चाँदी पुग्यो एकदम छिटो छिटो, त्यति बेला यस्तै अवस्था थियो। कति धेरै व्यवसाय दाजुभाइ तथा दिदीबहिनीहरू यो व्यवसायदेखि प्लान हुनुभयो, अर्को क्षेत्रमा सिफ्ट हुने चक्करमा धेरै सजिलो या धेरै अप्ठ्यारो, धेरै कमाउने सजिलो, छिटो सजिलो हुने चक्करमा अहिले उहाँलाई गाह्रो भएको अवस्था छ। यो यस्तै अवस्था हो अहिलेको। यस, अहिलेको अवस्था त्यस्तै हो। त्यसैले ढुक्क हुनुहोस्, शान्त हुनुहोस्, कुल डाउन, कुल 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 माइ डियर फ्रेन्ड, कुल। जस्ट वेट, जस्ट वेट, वाच एन्ड सीन, ओके? मोटिभेट हुनलाई असाध्यै गाह्रो छ अहिलेको अवस्थामा, वास्तवमै गाह्रो छ। किनकि यो माहौल यस्तै छ क्या। अहिले धेरै मान्छे अलि दिमाग चक्राउँछ क्या। भन्न खोजेको अहिलेको अवस्था नै यस्तै छ क्या, एकदम छिटो छिटो भाव अवस्था माथि गइरहेछ। अब विभिन्न कारणहरू त कोरोना आयो, नेपालमा विभिन्न राजनीतिदेखि लिएर सामाजिक धेरै घटनाहरू घटे, संसारभरि अहिले त झन् युद्ध चलिरहेछ। अब सुन चाँदी हामी कल्पना गऱ्यो भने त धेरै माथि छिटो, माथि माथि छिटो के बढेर गयो। तर पनि एउटा आश थियो, फेरि वार चलिरहेछ, अब के हुने हो? अब सुन चाँदीको मार्केट कता जाने हो? ओ माई गड, सोच्दा 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 दिमाग खराब हुन्छ। यदि दिमाग खराब हुन्छ भने अब के गर्ने हो माइ डियर फ्रेन्ड? कुल हुने, कमेडी फिल्म हेर्नुहोस्, मस्त रहनुहोस्, बस्नुहोस्, इन्तजार गर्नुहोस्। अहिले कमाउने रमाउने भन्दा पनि जोगाउने, जोगिने, धानिने कसरी यतातिर सोचौँ। बस धानिने कोसिस गर्नुहोस् क्या। र एक दिन फेरि यो सबै थोक मिल्नेछ, अझ राम्रो हुन्छ क्या, अझ राम्रो हुन्छ। ढुक्क हुनुहोस्, अझ राम्रो दिन हुन्छ। भन्न गर्न सजिलो, उपदेश पाउन दिन सजिलो छ। यस, धान्ने मान्छेलाई मात्र थाहा हुन्छ क्या। भारी भनेको जसले बोक्छ त्यसलाई मात्र थाहा हुन्छ, त्यसको गोरुङ्गोपन, त्यसको भारीपन, त्यसको दुःख, त्यसको पीडा। खुट्टा थरथराएको अवस्था हुन्छ, जिउ कामेको अवस्था हुन्छ, कुनै दिमागले कामै नगरेको अवस्था हुन्छ माइ डियर फ्रेन्ड। तर त्यो जो मान्छेले भारी बोक्छ नि, सानो उदाहरण, कुनै बेला हामी खेतीपाती गर्दा तराईमा अहिले जस्तो सेवा सुविधा थिएन। अहिले जस्तो ट्र्याक्टरमा बोक्ने सेवा सुविधा थिएन। गाउँमा अब ट्र्याक्टर त छोड्नुहोस्, अहिले त डाइरेक्ट धान थाप्ने छ बोरामा, त्यो अवस्था थिएन। कुनै बेला थियो धान बोक्ने, असाध्यै गोरुङ्गो हुन्थ्यो धान बोक्ने, त्यसपछि त्यसलाई दाउने महिनौँ लाग्थ्यो। तर
जब धान फलाएर धान भित्र आएपछि खुतुर 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 निकाल्दै खाएको अवस्थामा कति मजा आउँछ भन्न खोजेको। अहिले कुराइको अवस्था त्यो बोकाइको अवस्थाको स्थिति हो। अहिले जुन जुन धान बोकाइको बोझ अवस्था हो नि त्यो अवस्था हो। तपाईहरु हामीहरु सजग र सतर्क भएर अवेरनेसका साथ बस्नुस्। यो अवस्थामा धेरै कुराहरु सिक्ने मौका पाइन्छ। जहिले पनि पीडामा पनि धेरै कुरा सिक्न सकिन्छ मानिस। त्यसैले तपाई हामी नातिनुस्, प्लिज नातिनुस्। सुनचाँदी व्यवसाय असाध्यै सुन्दर छ। म यही आश लिएर बसिरहेको छु है, एक दिन मेरो पालो आएगा, मेरा नंबर कब आएगा, मेरो नंबर कब आएगा भन्दा भन्दा जिन्दगी गुज्रिन्न के, आउँछ पालो आउँछ। कुर्नुस्, ढुक्क हुनुस् क्या भने त अहिले बच्नेतिर लाग्नुस्, बचाउनेतिर लाग्नुस् है। पक्का पनि मैले भन्न खोजेको कुरा हजुरले बुझ्नुभयो बुझ्नु भएन आई डोन्ट नो, बट अहिलेको अवस्था वास्तवमै एकदमै तोड्ने खालको, फोड्ने खालको, छोड्ने खालको छ क्या। त्यसैले त तोड्ने फोड्ने छोड्नेलाई जम्मा गरेर राख्नु पर्यो नि त, साहस बटुलेर राख्नु पर्यो, धैर्य त अपनाउनुस् माइ फ्रेन्ड। यो च्यानललाई तपाईले सबैले सब्स्क्राइब गरिदिनु होला, तपाईको साथीभाइ आफन्तलाई पनि शेयर गरिदिनु होला र तपाईमा मनमा लागेका कुराहरू कमेन्ट गरिदिनु होला। तपाईको जवाब पाउनु हुनेछ, कोसिस गर्नेछौँ। गोल मार्केट परिवारले एउटै मिसन लिएर बोकेको छ अहिले, सुनचाँदी व्यवसाय बचाउ अभियान। यस, अब बचाउ अभियानमा काम भइरहेको छ। अब कसरी बच्न सकिन्छ ती कुराहरू हामीले खोतल्नेछौँ हाम्रा अनुभवी, हाम्रा अग्रजहरूसँग र धेरै कुरामा हामी चाहिँ हाम्रो सोच परिवर्तन गर्न सक्ने भिडियोहरू लिएर आउनेछौँ। पक्का पनि यहाँहरूको दिन असाध्यै सुन्दर छ। व्यापार जेकर हुन्छ छिटै नै, यो विश्वास साथ यहाँहरूसँग चाहिँ बिदा हुन चाहन्छु। हस्, नमस्कार, धन्यवाद।